गृहमन्त्रीले आफै थाहा पाउँछ नि, त्यो खोज्नु पर्यो। मैले खोजेका किताबहरू गृहमन्त्रीलाई थाहा हुन्न र? तेलिसाजी गएर हाम्रो गृहमन्त्रीलाई दिनु न, यो लिखितमा दिनु क्या, उहाँले दरबार हत्याकाण्ड निकाल्छु भन्दै हुन्छ। त्यो 2040 यहाँ भाषा पारसले चुरुट दिएको भनेको छ दिपेन्द्रलाई। चुरुटभित्र तपाईँको लागु औषध मिसाएर प्रत्येकका एडिसी हुन्छ, एउटा स्वचालित हतियार सहितको सेना हुन्छ। त्यो एडिसी पहिले मर्नुपर्छ। त्यो किन मरेन? पहिलो तपाईँको निजी कम्पनीहरू जो फ्याक्ट्रीहरू थियो नि, सोभियत सङ्घले चाइनाले खोलिदिएका नेपालमा भएका कम्पनीहरू निजीकरण, निजी कम्पनीलाई बेच्नुपर्छ भन्दाखेरि पहिलो कम्पनी राम्रो चल्ने अहिलेसम्म चलेको सुरेटोबाको भने चुरुट कारखाना, त्यो कारखाना चाहिँ आफ्नो नाममा गराएको छ ज्ञानेले। पहिलोका कारखाना हेर्नु, बेच्न सुरु गर्ने ज्ञानै हो। अहिले तपाईँको पछि आएर दलहरूले बौद्ध आएपछि पनि त्यसपछि 2051 सालमा आएर तपाईँको महाकाली बेच्ने बेला फेरि यो ज्ञानेले व्यापार विभाग सम्हालेको थियो दरबारको। त्यही कारण ज्ञाने, केपी शेरे दरबारभित्र चाहिँ माओवादी द्वन्द्व सुरु भइसकेपछि माओवादीसँग वार्ता गर्नुपर्छ। त्यो आर्यघाटमा सम्पूर्ण तिनी दरबारका तिनी सब मान्छेहरूको लासहरू जलाउँदाखेरि ज्ञानेको परिवार कोही पनि गएको छैन। दरबारमा तपाईँ सिरपेज लाएर तपाईँको पार्टी गरेको खाएको छ। आफ्नो दाईको वंश नाश कसरी गर्यो भन्ने त्यसको जरोबाटै भनिदिन्छु म। ज्ञानेन्द्र शाह चाहिँ राजा महेन्द्रको छोरै होइन, त्यो चाहिँ इन्डियन घरानाको छोरो हो। रत्नसँग महेन्द्रको बिहे नै भएको थिएन। उनले चाहिँ है त्यो जबरजस्ती त्यो चाहिँ तपाईँको इन्द्र चाहिँ पहिले मारिकी हुन् होइन। धीरेन्द्र 6 महिनाको हुने बेलामा इन्द्रलाई चाहिँ मारिएको विष हालेर। इन्द्र त्यो जो धीरेन्द्र र वीरेन्द्रको आमा चाहिँ मारिकी हुन्। अनि तिमी मगरको छोरा हो होइन? पृथ्वीनारायण शाहको पहिलो सेनामा भर्ती भएको तिमी मगर र गुरुङ हो। त्यो कुरा नगरी भएको छ के बिचमा आएर त्यो त्यहाँको कुरा नगर इतिहास तिम्रो बिचमा आएर स्कुल यहाँ जसले जतिसुकै कुरा गरे पनि नि यहाँ यस्तो छ है मित्र हो। पृथ्वीनारायण तपाईको ज्ञाने चाहिँ महेन्द्रको सन्तान होइन है साथीहरु। यति कुरा तपाईले ख्याल गर्नु मित्र हो। ज्ञाने महेन्द्रको सन्तान होइन, इन्डियन घरानाको हो। रत्नलाई चाहिँ इन्डियन घरानासँग बिहे गर्ने भनेर रेडी इन्डिया भन्ने देशै थिएन के? इन्डिया भन्ने देश अस्ति भर्खर भएको। सुन्नु ज्ञाने चाहिँ तपाईको त फाड थियो। इन्डिया त सुन्नु यहाँ मनोज सर एकछिन रुक्नु न। ज्ञानेको म इतिहास खोलिदिन्छु के। ज्ञाने वीरेन्द्र र धीरेन्द्र चाहिँ 3 भाइ इन्द्रबाटै जन्म दर्ता छ। ख्याल गर्नुलाई इन्द्रकै सन्तान भनेर भनिन्छ। तर वीरेन्द्र र ज्ञानेको जन्म तपाईको लगभग 4 महिनाको फरकमा जन्मेका छन् है, तपाईको ज्ञाने र वीरेन्द्र। अनि त्यसपछि तपाईको जब इन्द्र मरिसकेपछि तपाईको रत्नलाई चाहिँ महेन्द्रले त्रिभुवनले नचाहेको, बाउले चाहिँ चाहेको थिएनन्। अनि यसले बाहिरै बिहे गरेर तपाईको ल्याइते बनाएर ल्याइसकेपछि ज्ञानेन्द्र चाहिँ जन्मिसकेको थियो बिहे नगर्दै। बुझ्नुभयो नै? यो चाहिँ इन्डियन घरानाबाट आएको। इन्द्रको चाहिँ इन्डियन घरानासँग लप परेको थियो हैन। त्यसरी इन्डियाले तपाईले कोबाट पाउनु भयो? इन्डियाको दबावमा महेन्द्रले जबरजस्ती स्वीकार्यो। स्रोत खुलाउनु पर्यो नि हैन। अनि त्यसको स्रोत त सुन्नु न, त्यसको स्रोत त ज्ञानेन्द्रले दरबार हत्याकाण्ड गर्ने बेलामा आफ्नो इन्द्रबाटका दिदीबहिनीलाई कसैले पनि सुन्नु न, ज्ञानेन्द्रका त्यो इन्द्रबाटका सन्तान कोही मरेका छैनन्। सुन्नु है, ज्ञानेन्द्रका दिदीबहिनी कोही मरेका छैनन्। तर वीरेन्द्रबाटका सन्तानहरू, दिदीबहिनीहरू, वीरेन्द्रका भिनाजुहरू सब मरेका छन्। यो एकदम बलियो प्रमाण यही हो। पारसे त्यही भित्रै छ। अर्को इतिहास सुन्नु, म अर्को इतिहास भन्छु म। तपाईहरुलाई के लाग्छ? महेन्द्रको जेठो छोरो तपाईहरुलाई को जस्तो लाग्छ? वीरेन्द्र हो जस्तो लाग्छ? महेन्द्रको अर्को बुढी गीता गुरुङबाट जन्मेको रविन्द्र शाह भन्ने अहिले पनि गएर गीता गुरुङबाट जन्मिएका रविन्द्र शाह भन्ने हैन, ऊ जनजातिकै छोरा भएको कारणले गीता गुरुङको छोरा रविन्द्र शाहलाई राजा बनाइएको थिएन है। सुन्नु राजाले कसरी बनाउने त? एकछिन मूर्ति चोर तपाईँ रुक्नुहोस्। अब तपाईँ यति रुक्नुहोस्, किनभने त्यसलाई अधिराजको पहिला राजा बन्नलाई अधिराजकुमार दिनु पर्थ्यो क्या। अधिराजकुमार त उसलाई त देश के अरे दरबारबाट निकाला गरियो नि त। दरबारबाट निकाला गरिसकेपछि उसलाई अधिराजकुमार पदै दिएछन्। ऊ त सुसारेबाट ल्याइतेबाट सुसारे भन्थे नि दरबारमा। राजाले राम्री केटी देख्नै नहुने रुम्जा टारबाट राम्री गुरुङनीले देखेपछि उठाएर ल्याएको हो महेन्द्रले। अरू केही पनि होइन। सुसारेको नाममा तपाईँको दरबारभित्र त राम्री केटी देख्यो। मरिचमा तपाईँलाई अर्को कथा सुनाइदिन्छु क्या। मरिचमान श्रेष्ठ भन्ने थाहा छ तपाईँलाई? सल्यानको त्यो पनि तपाईँको महेन्द्र राजा घुम्न गएको बेला सल्यानबाट एउटै केटी टिपेर ल्याएर त्यहाँबाट जन्मेको मान्छे हो त्यो। बुझ्नुभयो? रुखमान त कटवाल तपाईँको पनि तपाईँको राजा महेन्द्रकै छोरा हो।
बुझ्नुभयो नि आफ्ना तिनी सन्तानहरूलाई चाहिँ यिनी राजाहरूले के गर्थे भने थाहा हुन्थ्यो नि त तर राजकुमार पद दिन्नथे अनि तिनी केटीहरू ल्याइथे केटीहरू रुन आउँथे हजुर तपाईँको सन्तान हो भनेपछि राजाहरूले चाहिँ अलिक संरक्षण दिने पढाउन लेखाउन गर्थे त्यसरी आफ्नो सन्तान शेरबहादुर देउपा पनि शङ्कास्पद छ शेरबहादुर देउपा पनि राजाकै सन्तान हो कि भन्ने शङ्कास्पद छ किनभने शेरबहादुर देउपा भनेको मन्दिरमा चढाएको केटीबाटको सन्तान हो मन्दिरमा चढाएको केटीको बिहे हुँदैन भनेपछि देउबा मरिचमान श्रेष्ठ रुखमान कटुवाल यिनी सबै राजाका त्रिभुवन र महेन्द्रका सन्तान हुन् ख्याल गर्नु होला यसरी तपाईँको जहाँ गयो त्यही केटीहरू उठाएर हिँडिहाल्ने दरबारमा ल्याइहाल्ने अनि बच्चाहरू हिँड्दा हिँड्दै बाटोमै बच्चा जन्माइहाल्ने यस्तो गर्थ्यो कि राजाका सन्तानहरू आज पारसले पनि त्यही गर्न खोज्छ देख्नु भएको छैन पारसको हरकत होइन आज कोमल ओली अविवाहित किन बसिन् होइन हिजो कोमल ओली सङ्कटकालमा ज्ञानेन्द्रले आफू जहाँ जहाँ गयो त्यही त्यही हिँडाल्थ्यो कोमल ओलीलाई हामीलाई थाहा छैन यो ज्ञानीको हरकत होइन पारसी हिजो राजाहरूले के करतुत गर्थे के हरकत गर्थे तपाईँलाई यो छर्लङ्गे दुनियाँ संसारलाई थाहा छ त्यही कारणले भद्रकुमारी घलेले पुरै खोलिदिएको छ त दरबारको भद्रकुमारी घले बिचारी त्यसलाई मान्छे हो नि भद्रकुमारी घले त भद्रकुमारी घले त पञ्चायतमा मन्त्री भएको मान्छे हो र अर्को कुरा अब म तपाईँलाई एकछिन के भने यस्तो के यो तेली शाहले यस्तो बेलाको कुरा गर्दैछ जुन बेला विश्वमै फन्डामेन्टल राइट्स भन्ने चिज ह्युमन राइट्स भन्ने चिज आएकै नबेला अब पृथ्वीनारायण शाहको कुन बेलामा त्यति बेला अब नीति नियम रणनीति जीवन चलाउने बाटो नियमहरू बडाले जे राखे त्यही हुन्छ त त्यो त अहिले 21 सेन्चुरीमा आएर त्यो 86 को एरामा गएर अनि फन्डामेन्टल राइट्स खोजेर हुन्छ फन्डामेन्टल राइट्स खोजेर हुन्छ तथ्यमा कुरा गर के तिमीले यो ज्ञानहरू कहाँबाट पायौ त्यसको स्रोत देखाऊ हामी पढ्नु पर्यो किताब स्वीकार गरे नि वास्तवमा लेखेको छ भने यो किताब अब तिमीले तिम्रो हजुरबाउले राजाको पालोमा काम बिगारेर राजाले 100 कोर्ना घाडमा हानेर त्यसकै बदलामा तिमी अहिले यो सबै गर्दै हिँड्दैछौ भने तिमीलाई धिक्कार छ बुझ्यौ सुन्नु म तपाईलाई अर्को कहानी सुनाइदिन्छु अर्को सुन्नु अनि ज्ञानेन्द्र शाह जन्मिसकेपछि अब एकछिन उहाँलाई म्युट हान्नु त बहिनी अब ज्ञानेन्द्र शाहको असली कहानी सुनाइदिन्छु के ज्ञानेन्द्र शाह रत्नबाट जन्मिसकेपछि है अनि वीरेन्द्र शाहको रत्नलाई लगेर तपाईँको त्रिभुवन तपाईँको भारत जानुभयो त्यतिखेर राणा विरोध आन्दोलन चलिरहेको थियो त्रिभुवनले एउटा ख्याल गर्नु होला त्रिभुवनको स्वास्नी चाहिँ भारती घरानीकै छोरी थिइन् त्यही कारणले उनी माइतीमा शरणमा गए त्रिभुवनले वीरेन्द्रलाई लगेर वीरेन्द्र तर रत्न चाहिँ किनभने बिहे नै भएको थिएन महेन्द्रसँग बिहे नभएको बुहारी लग्ने कुरा हुन्थेन त्रिभुवनले अनि बिहे नभएको बुहारीले चाहिँ बच्चा जन्माएर बसेको थिए ज्ञानेन्द्रलाई त्यो ज्ञानेन्द्र चाहिँ राणा किनभने त्यो रत्न त राणाकी छोरी हो अनि त्यो रत्न चाहिँ माइत गएको थियो ज्ञानेन्द्र लगेर अनि राणाहरूले ट्याक्कै तपाईँको बाउ महेन्द्र राजा नहुँदै 2007 सालमा ज्ञानेन्द्रलाई चाहिँ 4 वर्षको उमेरमा राजा भएको छ सबैभन्दा भाग्यमानी र अभागी राजा यही हो 2 पटक राजा हुने बाउ राजा नहुँदै राजा बन्ने अभागी राजा चाहिँ ज्ञाने हो ज्ञाने 2007 सालमा मामाहरूले राजा बनाएका छन् हेर्नुहोस् ख्याल गर्नु होला है किन यो भारत गएन त बाजेसँग किन छुट्यो त भन्दाखेरि जन्म बिहा दर्ता भएको थिएन जन्म दर्ता पनि तपाईँको इन्द्रबाट थियो फेरि इन्द्रबाट जन्म दर्ता छ ज्ञानेको इन्द्रको छोरो भन्ने छ तर यो छोरो हो रत्नको हो ख्याल गर्नु होला किन रत्नसँग महेन्द्रको आधिकारिकमा बिहे भएको थिएन त्रिभुवनले स्वीकारेका थिएनन् त्यसपछि 2009 सालमा चाहिँ तपाईँको त्रिभुवनलाई महेन्द्रले मारेको छ फेरि महेन्द्रले नै मारेको है यो फेरि ख्याल गर्नु होला महेन्द्रलाई यो हिस्ट्री सबै गलत हिस्ट्री हो है यो त्रिभुवनलाई तपाईको महेन्द्रले मारिसकेपछि यो हिस्ट्री भनेको रियल हिस्ट्री हो स्पाइडर कहाँ खोजे भने पाउँछ त यो भनेको कहाँ खोज्नु पर्यो यो हिस्ट्रीमा तपाईलाई बुकै ल्याइदिन्छु कस्तो कुरा गर्नु ल देखाउ ल बुक ल सुन्नु कुरा गर्छ यार स्टकमा देखाउन मिल्दैन अहिले सम्म संसारमा सुन्दै नसुनेको कुरा गर्दै बस्छ अनि त्यसपछि तपाईको एकैछिन तेलिसा सर एकैछिन 2058 साल जेठ 19 गते शुक्रबारको दिन 8 बजेर लगभग 50 मिनट समथिङ जाँदाखेरि राजा वीरेन्द्रको हत्या भएको पनि झुटा कुरा हुन् त्यो पनि इतिहास चाहिने तपाईँ म त्यहाँ आउँछु सर आकाश सर म त्यहाँ आइपुग्छु अलिक लामो छ म कहानी त्यो 58 सालको घटना कहाँबाट कसरी घट्यो म भनिदिन्छु क्या अनि रत्नलाई विष खुवाएर आफ्नो दिदी है रत्न र इन्द्र दुई पनि हुन् विष खुवाएर मारिसकेपछि रत्नले इन्द्रलाई अनि तपाईँको त्यसपछि 2010 सालमा महेन्द्र राजा भइसकेपछि 2011 सालमा मातृका प्रसाद कोइराला र महेन्द्रले कोशी सन्धि गरेको छ कोशी बेचेको छ कोशी बेच्ने बेलामा पैसा तपाईँको धेरै ठुलो पैसा नेपालमा ल्याएका छन् र त्यो पैसा बाँड्दाखेरि
यो मातृका प्रसाद कोइराला र बिपी कोइरालाका सन्तान र महेन्द्रको तपाईँको झगडा परेको छ। इन्डियाले दिएको पैसा बाँड्दाखेरि झगडा भएको छ। अनि त्यहाँबाट झगडा सुरु भएको 2015 सालमा आएर तपाईँको बिपीहरूले काङ्ग्रेसहरूले बहुमत ल्याएका छन्। बहुमत ल्याउँदाखेरि त्यही पैसाको कारणले तपाईँको यो अहिले सुशीला कार्कीको पोइले र बिपीहरूले मिलेर चाहिँ नेपालको पैसा तपाईँको प्लेन हाइज्याक गरेर उतिकेरको 10 लाख पैसा इन्डिया लगेर लुटेका छन्। त्यो इन्डिया लुट्दाखेरि महेन्द्रहरू यो त्रिभुवनहरूको पैसाको हिसाब किताब नमिलेको कारणले यिनीहरूको झगडा त्यहीबाट सुरु भएको छ काङ्ग्रेससँग है राजाको। अनि 2016 सालमा आएर बिपीहरूलाई यो काङ्ग्रेसहरूलाई अपदस्थ गर्यो, सत्ता आफ्नो हातमा ल्यायो महेन्द्रले आफ्नो सत्ता हातमा ल्याएपछि अब अधिराज कुमार घोषणा गर्ने बेलामा सुन्नुहोस् है, अबको राजा अधिराज कुमार घोषणा गर्ने बेलामा इन्द्र त मरिसकी थिए आमा, वीरेन्द्रको आमा त। तर तपाईँको चाहिँ रत्न चाहिँ रानीले चाहिँ आफ्नो माइलो छोरो के आफ्नो छोरो होइन ज्ञाने त रत्नको छोरो स्पेसल्ली रत्नले चाहिँ यो ज्ञानेलाई चाहिँ अधिराज कुमार घोषणा गर्नुपर्छ भनेर ठुलो दबाब थियो महेन्द्र आफ्नो पोइलाई। तर तपाईँको त्यहाँका नेपालका अरू राजनीतिक दल यो बिपी लगायत त्यसपछि महेन्द्र राजाले चाहिँ वीरेन्द्रलाई अधिराज कुमार घोषणा गरिसकेपछि तपाईँको 2020-22 सालदेखि तपाईँको त्यो ज्ञानेन्द्रले चाहिँ दरबारको व्यापार त्यहाँको तपाईँको आर्थिक प्रशासन र सुरक्षा सेना हेर्ने जिम्मेवारी यसले पाएको छ हेर्नुहोस् रत्नको कारणले होइन। त्यसपछि वीरेन्द्र दरबारमा कमजोर भएको छ। सुन्नु एकछिन दरबारमा तपाईँको आर्थिक विभाग र व्यापार विभाग ज्ञानेले सम्हालिसकेपछि ज्ञानेन्द्र आर्थिक रूपमा कम र सैनिकको हिसाबले पावरफुल हुँदै गइसकेपछि तपाईँको दुई भाइको द्वन्द्व सुरु भयो। तपाईँलाई एउटा नवराज सुवेदीको किताब हेर्नु होला, ओमेगा कम्पनी अहिले विश्वको घडी कम्पनी महँगो कम्पनी, त्यो कम्पनी नेपालमा आउने भनेर तपाईँको प्रस्ताव गर्दाखेरि ज्ञानेन्द्रले तपाईँको 50% सेयर्स फ्रीमा मागेको छ। यसरी बार्गेनिङ गर्थ्यो हेर्नुहोस् विदेशी संस्थाहरूसँग, यसले डलर खान्थ्यो हेर्नुहोस्। यसले तपाईँको 2043 सालमा तपाईँको आइएमएफसँग ऋण माग्दाखेरि आइएमएफले के गर्यो, तपाईँको कङ्गाल भइसक्यो, दरबार कङ्गाल बनाइसकेको थियो है। सम्पूर्ण तपाईँको एजेन्ट जस्तो लाग्यो होइन, सम्पूर्ण तपाईँको रासो भन्ने थाहा छ तपाईँलाई? रासो राजाको सो भनेको राजाको लागि खर्च जनताबाट उठाइन्थ्यो, दरबारको खर्चको नाममा सबै ज्ञानेन्द्रले तपाईँको आर्थिक व्यवस्था गर्थ्यो। सुन्नु 2043 सालमा चाहिँ तपाईँको देश कङ्गाल बनाइसकेपछि पहिलो तपाईँको निजी कम्पनीहरू जो फ्याक्ट्रीहरू थियो नि सोभियत सङ्घले चाइनाले खोलिदिएका नेपालमा भएका कम्पनीहरू निजीकरण निजी कम्पनीलाई बेच्नुपर्छ भन्दाखेरि पहिलो कम्पनी राम्रो चल्ने अहिलेसम्म चलेको सुरेटोबाको भने चुरुट कारखाना, त्यो कारखाना चाहिँ आफ्नो नाममा गराएको छ ज्ञानेले। पहिलोका कारखाना हेर्नुहोस्, बेच्न सुरु गर्ने ज्ञानै हो। अहिले तपाईँको पछि आएर दलहरूले बौद्ध आएपछि पनि बेचे होलान्। अनि 2043 सालमा मूर्तिमान श्रेष्ठ प्रधानमन्त्री भइसकेपछि देश कङ्गाल भयो, देशमा 1 रुपियाँ थिएन, सबै ऋणमा चुर्लुमै डुबेपछि 2046 सालमा चाहिँ राजाले तपाईँको 2-4 जना मान्छे मरे, आन्दोलन पनि भयो र राजाले फेरि बहुदल फिर्ता गराइदियो वीरेन्द्र राजाले। अनि त्यसपछि 2051 सालमा आएर तपाईँको महाकाली बेच्ने बेला फेरि यो ज्ञानेले व्यापार विभाग सम्हालेको थियो दरबारको। त्यही कारण ज्ञाने, केपी, सेरे यिनी 3टा, ज्ञाने र सेरे 2 भाइ साडु हुने ख्याल गर्नु होला है। सेरेलाई राजनीतिमा ल्याउने भनेकै तपाईँको महेन्द्र र ज्ञानेले ल्याएको हो, किनभने महेन्द्रको झट्केलो छोरो हो यो है। झट्केलो हो को हो सेरे मरिचमान त छोरै हो, रुखमान कटवाल पनि छोरै हो, ल्याइतेबाटको हो होइन। मलाई शङ्का त्यो सेरे पनि शङ्का लाग्छ, किनभने त्यहाँ अब सुदूरपश्चिम घुम्न गएको बेलामा त्यहाँको देउपीबाट जन्मेको भन्छ, सेरेको बाउ छैन नि। अब तिम्रो शङ्खामा अब हामीले अनुमान दिनु पर्ने त सबै तिमीलाको शङ्खा रहेछ। अनि त्यसपछि सुन्नुस्, त्यसपछि अब म दरबार घटनामा कसरी आए भने अनि त्यसपछि दरबारभित्र चाहिँ तपाईँको ज्ञानेले तपाईँको राजा धीरेन्द्र कान्छा राजाको चाहिँ राजकुमार पदै खोसेको थियो, किनभने उसले ड्रग्स तस्करी गरेको आरोप लागेको थियो। रानी चाहिँ कडा थिइन्, ऐश्वर्य चाहिँ तपाईँको वीरेन्द्र भन्दा पनि हाबी थिइन्। यो कुरा दरबारभित्र तपाईँलाई थाहा छ छैन? अनि ऐश्वर्यसँग सम्बन्ध ज्ञाने र धीरेन्द्रको राम्रो थिएन। अनि यिनीहरूले चाहिँ सधैँ तपाईँको बदनामी मात्रै गर्ने, कहिले मूर्ति चोर्ने, कहिले सुन तस्करी, कहिले आरआर क्याम्पस त्यहाँ त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूलाई ड्रग्स खुवाइदिँदो रहेछ, ड्रग्स बेच्दो रहेछ। किन अधिराज कुमारलाई कानुन लाग्दैन थियो, एयरपोर्टमा तपाईँको त्यहाँ कसैको चेकिङ हुन थियो, जाँदाखेरि यिनीहरूले मूर्तिहरू यहाँका बहुमूल्य तपाईँको गैडाको खागहरू है यिनीहरूले बेच्न विदेश जाने, अनि आउँदाखेरि सुन र ड्रग्सहरू ल्याएर आउने, त्यस्तो यिनीहरू तस्करी गर्थ्यो। हेर्नुहोस्, अधिराज कुमारको पदै खोसेको हुनाले युके गएर तपाईँको 10 वर्ष बसेको हो धीरेन्द्र त। अनि त्यसपछि त्यो दरबारभित्र चाहिँ माओवादी द्वन्द्व सुरु भइसकेपछि माओवादीसँग वार्ता गर्नुपर्छ, माओवादी पनि नेपाली जनता हुन्, मार्न हुन्न भनेर तपाईँको वीरेन्द्रले प्रस्ताव गरे, धीरेन्द्रलाई जिम्मा दिएको थियो माओवादीसँग वार्ता गर्नलाई।
है, धीरेन्द्रको जिम्मा थियो। तर ज्ञानेन्द्र रिसाएर ज्ञानेन्द्र दरबारभित्र भाँड पहिलो गरे हेर्नुहोस्। अनि पारसले प्रवीण गुरुङलाई मार्यो। प्रवीण गुरुङलाई मारिसकेपछि किन मार्ने, अब तेरो छोराको अधिराजकुमार पद खोजिदिन्छु भनेर तपाईँको ऐश्वर्या लगायतले त्यहाँभित्र भन्दाखेरि तपाईँको ज्ञाने चाहिँ रिसाएर तपाईँको तैँले जे गरे गर, किनभने सेना तपाईँको प्रमुख सेनाका यो रुखमाधव कटवाल लगायतका धेरै बहुसङ्ख्यक जर्नेल चाहिँ ज्ञानीले आफ्नो पक्षमा गराइसकेका थियो। सेनाको बहुमत पक्ष आफ्नो पक्षमा पारिसकेपछि वीरेन्द्रले फेल खायो। तैँले जेसुकै गर भनेर दुई भाइको झगडापछि पोखरा दरबार गएको 7 दिनमा तपाईँको दरबार घटना घटेको छ। अनि दरबार घटना घटिसकेपछि ज्ञाने पोखरा होइन एयरपोर्टमा थियो, भाग्ने रेडी थियो। यदि सफल नभइदिएको विदेश भाग्ने रेडी भएर बसेको थियो ज्ञानी। सफल भइसकेपछि दरबार घटना सफल भई सब मारिसकेपछि ज्ञानी फिर्ता आएको छ। र दरबारमा तपाईँको यदि घटना घटिसकेपछि फेरि त्यो आर्यघाटमा सम्पूर्ण तिनी दरबारका तिनी सब मान्छेहरूको लासहरू जलाउँदाखेरि ज्ञानीको परिवार कोही पनि गएको छैन। दरबारमा तपाईँको सिरपेज लाएर तपाईँको पार्टी गरेको खाएको छ। अनि त्यसपछि तुरुन्तै ज्ञाने राजा भइसकेपछि त्यो जो घटना घटाएको थियो त्रिभुवन सदन भान्साघर, त्यो चाहिँ ज्ञानेले राप साप बनाएर भत्काएर तपाईँको फालेको छ, प्रमाण नष्ट गरेको छ। अर्को कुरा तपाईँको डक्टरहरूलाई पोस्टमार्टम गर्न महारानी रत्नजीले भन्नुभएको छ भनेर डक्टरहरूलाई तपाईँको त्यो डक्टरहरूलाई सोध्नु होला। डक्टरहरूलाई चाहिँ पोस्टमार्टम गर्न दिइएको छैन, कुनै पनि लास पोस्टमार्टम भएको छैन। अनि यो ज्ञानी अनि हत्यारा नभएर हुन्छ। अनि तपाईँको दिपेन्द्रले चाहिँ तपाईँको त्यो एउटा रामाजी आएको प्रतिवेदन छ दरबार हत्याकाण्ड, त्यसमा के भनेको छ, दिपेन्द्रले रक्सी खाएको खुट्टै नलाग्ने गरी रक्सी खाएको भनेको छ त्यस दिन। अनि खुट्टै नलाएको मान्छेले अनि कसरी सबैलाई त्यो ब्रस्टै गोली हान्न सक्छ। त्यसका एडिसी चाहिँ प्रत्येकका एडिसी हुन्छ, एउटा स्वचालित हतियार सहितको सेना हुन्छ, त्यो एडिसी पहिले मर्नुपर्छ। त्यो किन मरेन? प्रत्येक राजा रानीको एडिसी हुन्छ र एडिसी तपाईँको सबैका थिए, पारसको पनि थियो। पारसले चुरुट दिएको भनेको छ दिपेन्द्रलाई, चुरुटभित्र तपाईँको लागु औषध मिसाएर बेहोसी औषधि दिएर पारसले पहिला यिनीहरूलाई मारेर दिपेन्द्रलाई मारेर अरूलाई मारेको छ। अनि भाग्नु पर्छ नि त यिनीहरू, यथार्थ कहानी यो होइन। अनि त्यहाँ तपाईँको ज्ञानेन्द्रका पक्षका सम्पूर्ण मान्छेहरूलाई एउटा छर लागेन। अनि धीरेन्द्रको स्वास्नी तपाईँ गएर ऊ के अरे हाम्रो गृहमन्त्रीलाई दिनु न, तिलिसाजी गएर ऊ हाम्रो गृहमन्त्रीलाई दिनु न, यो लिखितमा दिनु क्या, उहाँले दरबार हत्याकाण्ड निकाल्छु भन्दै हुन्छ। त्यो 2040 यहाँ भाषण नदिनुहोस्, बढी भइसक्यो, राम्रो कुरा गर्नुहोस् यार। राम्रो हो यो, यथार्थ कुरा सुन्नुपर्छ। एकदम राम्रो कुरा गर्नुभयो। दिनु न भनेको त गृहमन्त्रीले आफै थाहा पाउँछ नि, त्यो खोज्नु पर्यो। मैले खोजेका किताबहरू गृहमन्त्रीलाई थाहा हुन्न र